फाइनल्ली यो साडी आइसकेको छ। यति धेरैजना वेटिङमा हुनुहुन्थ्यो यो साडीको लागि होइन। यो साडी चाहिँ मैले यो मेरो अफिसको ओपनिङको बेलामा ल्याएको थिएँ अनि त्यति बेलादेखि भयो होला 6-7 महिना जस्तो मेरो अफिसको ओपनिङ भएको। अनि यत्रो टाइम लागेको थियो हामीलाई फेरि ल्याउनको लागि। तर हामीले अहिले चाहिँ 500 नभएर 600 मा लिएर आएको छौँ किनभने हामीले पुरा 5.5 मिटर लिएर आएको छौँ। अब 100 ले गरेर साडी छोटो लाउनुभन्दा त बरु 100 बेसी तिरेर साडी एकदमै लामो कम्फर्टेबल लाउनु ठिक हो नि त होइन। त्यही भएर हामीले चाहिँ अहिले चाहिँ 600 मा यो साडी लिएर आएको छौँ। यति राम्रो राम्रो कलर छ होइन। अलिअलि चाहिँ यो अब के भन्ने मेटेरियल एकदमै राम्रो छ, जर्जेट हो, लाइट वेट। मलाई यति मजा लागिरहेछ यो लगाइराख्दाखेरि होइन। अनि थोरै चाहिँ काहीँ चाहिँ अलिकति यो सरेको सरेको जस्तो टाइपको चाहिँ हुनसक्छ, त्यसमा चाहिँ हजुरहरूले माइन्ड गर्न भएन होइन। सबैमा नै त्यस्तै नै छ भनेर त्यस्तो धेरै होइन, मैले जे हो त्यही भनिरहेको छु। अब यहाँ ठ्याक्कै भिडियोमा देखाउन पनि मिल्दैन होला, हल्का हल्का जस्तो। अब धेरै ड्यामेज भएको त हामी चेक गरिहाल्छौँ होइन। कतिजनाको चाहिँ अब कहिलेकाहीँ मिस्टेक हुन्छ, त्यसमा चाहिँ अब माफ गरिदिनु होला, हामी एक्सचेन्ज पनि गरिदिन्छौँ। तर अलिअलि चाहिँ त्यस्तो छ। अनि कलरहरू यस्तो राम्रो राम्रो छ, हजुरहरूलाई म देखाउने छु। यसको चाहिँ 600 हो हजुरहरूलाई। यदि यो साडीहरू चाहिँ फेरि भन्ने बित्तिकै आउँदैन। अब पछि हजुरहरूलाई 1 महिना 2 महिना पछि कसैको बिहेमा केहीमा गिफ्ट गर्नु छ, आफै लगाउनु छ भने पनि हजुरहरूले लिइराख्नु भयो हुन्छ। मात्रै 600 मात्रै हो होइन। अहिले 600 500 मा के नै आउँछ र। यति राम्रो साडीहरू हजुरहरूले किनिराख्दा हुन्छ है। हाम्रो क्वान्टिटीमा आएको छ। हजुरहरूलाई होलसेल चाहिन्छ भने पनि हामी होलसेल पनि उपलब्ध गराउन सक्नेछौँ। अनि यसको अर्को भिडियोमा म कलरहरू देखाउने छु है त। यो अलिकति फुल देखाऊँ भनेको, यहाँ मजाले फुल चाहिँ आउँदैन। मैले फुल भिडियो मिररमा राखेको छु होइन, यो साडीहरूले गर्दा आएन। तर अल ओभर यस्तै नै हो। प्लेट्सहरू यस्तो मजाले बस्छ। अनि आँचल यति लामो छ। अरू बेला 525 आउँथ्यो भने अहिले चाहिँ पुरा 5.5 मिटर छ यो साडी है त। हस्, म अर्को भिडियोमा अरू कलरहरू देखाउने छु।